हेलो एभ्रिवान, वेलकम टु माई कुकिङ मिनी भ्लग। आज पनि म हजुरहरूलाई एउटा नयाँ परिकारको रेसिपी सेयर गर्न जाँदैछु। यसको चाहिँ नाम हो चमचम। यसलाई चाहिँ हजुरहरूले चियासँग अथवा जुनसुकै तरकारीसँग पनि स्न्याक्सको रूपमा खान सक्नुहुनेछ। यसलाई हामीले थोरै सामग्रीहरू युज गरेर सजिलैसँग बनाउन सक्छौँ। चमचम बनाउनको लागि सुरुमा 1 गिलास मनतातो पानी लिने र त्यसलाई बाटामा राख्ने। अब यसमा चिनी पनि राखिदिने। मैले चाहिँ 500 ग्राम मैदाको पिठोको चमचम बनाउन लागेको हुनाले यसमा 50 ग्राम जति चिनी एड गरेकी छु। अब भने यसको मेन इन्ग्रिडियन्ट्स 1 चिया चम्चा जति इस्ट पनि राखिदिने। चिनी र इस्ट पानीमा नघुलिन्जेलसम्म राम्ररी चलाइरहने। अब यसमा मैदा र थोरै तेल राखेर पिठोको डो तयार गर्ने। चमचमको लागि पिठोको डो तयार पार्दा न त धेरै गिलो न त धेरै साह्रो सफ्ट खालको डो तयार गर्नुपर्छ। यतिको सफ्ट डो तयार भइसकेपछि अब माथिबाट अलिकति तेल राखेर ग्लेज गरिदिनु होला। अब भने यो पिठोको डोलाई 1 घन्टा जति छोपेर छोडिदिनु पर्छ। हजुरहरूले हेर्न सक्नुहुनेछ 1 घन्टापछि हेर्दा यसको साइज फुलेर डबल नै भइसकेको छ र यो अझै सफ्ट पनि भएको छ। अब यसलाई हामीले एकचोटि फेरि राम्ररी मुस्नुपर्छ। डोलाई बोर्डमा टाँसिन नदिनको लागि हल्का पिठो पनि छर्किदिनु होला। अब भने ठिक्कको पिठोको डल्लो लिएर यसलाई रोटीको जस्तै फ्ल्याट आकारमा बेल्ने। चमचमको लागि सेप चाहिँ रोटीको जस्तै भए तापनि साइज चाहिँ रोटीको भन्दा अलि बाक्लो बनाउनु पर्छ। यतिको फ्ल्याट सेपको रोटी बनिसकेपछि अब यसलाई बीचबाट काटेर डिप फ्राई गर्नुपर्ने हुन्छ। चमचम फ्राई गर्ने बेलामा सुरुमा तेललाई हाई हिटमा राखेर तताउनु होला र चमचम तेलमा राखिसकेपछि यसको हिट घटाएर मिडियम टु लोमा राखिदिनु होला। हजुरहरूले यसरी नै ग्यासको हिट मिलाएर चमचम फ्राई गर्नुभयो भने यो मजाले डिप फ्राई हुनेछ र भित्रबाट काँचो पनि हुने छैन। चमचमको कलर यतिको गोल्डन ब्राउन भइसकेपछि यसलाई तेलबाट निकालिदिनु होला। यहाँ चाहिँ मैले सबै चमचम डिप फ्राई गरिसकेकी छु। यसलाई चाहिँ मैले चियासँग सर्भ गरेँ। हजुरहरूले चाहिँ चिया सब्जी जेसँग पनि लिन सक्नुहुनेछ। धन्यवाद।